अफिस गयो कि दाइ? गएको छैन के गएको छैन यहीँ छ बुढी के भयो ब्याग स्याग रेडी बनाइदियो? भइगयो बुढा ल ल ठिक छ राम्रोसँग बस्नु है त। ल बुढा आज कतै अफिसको काम पार्टी साटी केही छ भने जानु है। आज घर ढिलो आउँदा पनि हुन्छ केही फरक पर्दैन। अरे के भन्दैछ आज एक्कासी? बुढा पनि आज कतै रक्सी सक्सी खाने राति 1-2 बजीतिर आउने काम छ भने चाहिँ मजाले आउँदा हुन्छ के। घरको बुढीको डर नमालेर ढुक्क तरिकाले आउँदा हुन्छ के। कहाँ त्यस्तो हुन्छ? 1-2 बजे खुवाउला बोलाइ म त गइहाल्छु 8 बजे भित्र आइहाल्छु। सदिच्छा तिमी पनि विवाहित म पनि विवाहित तर खै हेर न मलाई त आज भने अर्काको जोइ मात्रै मन पर्छ। मलाई पनि खै किन अर्काको कोही देख्यो कि मन परिहाल्छ। सदिच्छा आई लभ यु। आई लभ यु टु रमा, आई लभ यु टु। सन्दीप मलाई त कस्तो डर लाग्छ कतै तिम्रो जोइले थाहा पायो भने। थाहा पाउने कि नडराउन मेरो बर्थडे कम बाट्यो 12 बजे आउनुला है। के दारू सारू खान छ भने साथीसँग बस्न लाग्छ भने 12 बजे आउनुला गरे। त्यसले कति बाटो कुरा पाउनलाई भन्यो भने यात्रा बस्छु म 12 बजेसम्म म त 8 बजे आइजान्छु बुढी भनेर त्यसलाई विश्वास दिलाउँछ। मन त अब मलाई 12 बजेसम्म बस्न मन थियो नि। साँच्चै तपाईँ मलाई धेरै माया गर्नुहुन्छ कि बलबलै माया गर्नुहुन्छ? किन बलबलै माया गर्दा होला? तिमीलाई त म साँच्चीकै माया गर्छु। जो अनि त्यो मेरी घरकी चुरेटी छ त चुरेटी त्यो भन्दा त म तिमीलाई धेरै माया गर्छु। तिमी पनि त कहाँ कम छौ र? त्यो मेरो राक्षससँग राक्षस बुढा त्यो भन्दा त कति ह्यान्डसम कति ह्यान्डसम। अनि त्यो राक्षस अहिले कहाँ छ नि? त्यो राक्षस अफिस गइसक्यो त। मलाई के मतलब मेरो साथमा त हजुर देउता हुनुहुन्छ नि। मलाई पनि तिमी मेरो देवी साथमा हुँदा हुँदै त्यो भुतेलीको के मल्ला।